हाई गाइज, आज हाम्रो एकादशीको व्रत रहेको छ। बिहानदेखिकै खाएको पनि छैनौँ हामीले। आज चाहिँ बरुथिनी एकादशी होइन हजुरआमा? कुन एकादशी हो आज? फलाहार गर्दै हुन्छ हजुरआमा चाहिँ। अनि यता सना पनि फलाहार गर्न आँट्दै हुन्छ। सना के हो त्यो? पोट्याटो। मम्मी ल आजको फलाहार चाहिँ फलाहार कि फलाहार के भन्छ हौ? यस्तो रहेको छ। आलु, यहाँ पनि आलु नै पाक्दैछ। मम्मी के छ यो कुकरमा? आलु नै हो, आलु नै हो। गाइज है यस्तो छ। यता फलाहार भन्छ कि फलाहार भन्छ? के भन्छ मम्मी? फलाहार खानु। फलाहार फलाहार हो यो आजको फलाहार हो। हजुरआमा यहाँ फलाहार खाने हुन्छ। हजुरआमा फलाहार लिनु भएको छ? आज लिनु भएको छ। हजुरआमाले फलाहार लिँदै हुनुहुन्छ। यहाँ सम्धी हजुर के गरे कपाल ढाक्या पनि छैन। ढाक्नु न त नि, उता बोल्ने छ त त्यहाँ। हो सम्धी हुनुहुन्छ भनेको हजुरआमाले कपाल ढाक्नु भयो। ल बोल्नु भन्नु, आज एकादशी हो सम्धी भन्नु न। फेरि के हुन्छ? सम्धीलाई भन्नु पर्यो नि त। हजुर भन्नु पर्छ। ए हजुर सरी सरी हजुर। ल आज यता एकादशी छ हजुर, कीर्तन हाम्रै घरमा छ। हाम्रै घरमा कीर्तन छ आज। एउटा एकादशी चाहिँ एकजनाको घरमा हुन्छ, अर्कोमा अर्को जनाको हुन्छ क्या। यो के हजुरआमा यो खाएको? चिया। ए खुकुरे रम त होइन नि? होइन होइन। अनि तपाईँ फलाहार गर्दै हुन्छ मम्मी? फलाहार त गर्नु पर्यो भने। ए ल फलाहार गर्ने बेला भएछ। यहाँ आलु फलाहार। यता हजुरको फलाहार भयो? हाम्रो बाँकी छ अब। बाँकी छ, मेरो पनि बाँकी नै छ गाइज है। अनि बाहिर चाहिँ यस्तो छ, यहाँ चाहिँ टेन्ट टाँगेर अब यहाँ बनाउने बेला भयो। फलाहार हो। ए यहाँ पनि फलाहारै हुँदो रहेछ त। हुँदैछ नानी, हुँदैछ। गाई गतिलो छ र कहिले कहिले परेको फलाहार हुँदो रहेछ यता पनि। राम्रो छ गाई। तर उसले 32 भन्नु सना मलाई। सना सना जियत पनि यता फलाहारै गर्दै हुनुहुन्छ गाई। आमा मस्ती छ सनालाई त। सना यता अर्कै छुट्टै मस्ती छ। यता पुरा आफ्नो फेभरेट कार्टुन हेरेर आम्मा। ल यस्तो छ गाई चाहिँ हाम्रोमा चाहिँ आज एकादशी स्पेसल हो आज। अनि यहाँ हाम्रो अर्को म्याडम हुनुहुन्छ। हेलो म्याडम, के छ म्याडम? बसिरहनु भएको छ त? बस्नु बस्नु, किन उठ्नु भएको? उठेर स्वागत नगर्नु, बस्नु। अरू म्याडमहरू उता हुनुहुन्छ। कोही म्याडमहरू यता घाम ताकेर सुत्नु भएको सर, एक दुईवटा सर, अरू सबै म्याडम हुनुहुन्छ यता। यस्तो छ। यहाँ पनि फलाहार भिन्डी राखेको छ। फलाहार भिन्डी राखेछ गाइस। कीर्तनको टोलीको पर्खाइमा मम्मी अघिदेखि रेडी भएर राम्रो भएर टिका परेर पहिलो साडी लगाएर बस्नुभएको छ। तर कीर्तन गर्ने टोली चाहिँ खै त आमै खै आउँछन्। त्यहाँनिर पुरा रेडी छ। यता बाहिर टोलीको लागि रेडी अवस्थामा छ। सब थोक टक्क पारेर राखेको छ। बुवाले राख्नु भएको मादल छ उहाँ पर मन्दिरको छेउमा। तर गाइजहरू यता हुनुहुन्छ। यहाँ गाई चाहिँ अघिदेखि पुरा अल्छी लागिसक्यो, आउँदैन नि त हो, टोली किधर गया भन्ने हुन्छ। अनि अर्को टोली यता हेर्नु न, फेरि प्लात्तै पर सुत्नु भए। एक हानौँ न यहाँ। हान्नै आँट्यो ती किन? म हान्दैछु। सना चना कुमारी सार्की हो। यता अर्को म्याडम हुनुहुन्छ। म्याडमजी हामी पनि भोकै वेट गरिरहेको छौँ मान्छेहरूलाई। वेट गरिरहनु भएको म्याडम पनि। किन आउने? म बोकाउँला भने आउँदैन। अर्को गाई चाहिँ आउनुहुन्छ। म बिरेन चिया बसेर गाई पर्खाइनु भन्छ। अर्को गाई पनि यहाँ गाई हुन्छ। आएनन् टोली आएनन्। ए आउँदैछन् भन्नुभयो, खुसी हुनुभयो। टोली आउँदैछन् भनेर खुसी हुनुभयो। टोली आउँदैछन् रहेछ। ल गाइज आज चाहिँ हाम्रो बरुथिनी एकादशी परेको छ आजको दिन। अनि आजको कीर्तन चाहिँ हाम्रो घरमा रहेको हुनाले सबैजना आइसक्नु भएको छ कीर्तन टोलीहरू। अनि यहाँ मम्मी र हजुरआमा भएर पूजा गर्दै हुनुहुन्छ। दियो कलश गणेशलाई पूजा गरेर चाहिँ अब सबै थोक गरेर चाहिँ अनि स्टार्ट हुन्छ कीर्तन गर्नको लागि। अनि आजको यो एकादशीको कथाहरू वाचन गरिन्छ है। यस्तो तरिकाले चाहिँ हाम्रो गाउँमा प्रत्येक एकादशीको दिन चाहिँ प्रत्येक एकादशीमा यसै गरी सबैजना मिलेर एउटा घरमा यसरी पूजा गरेर
हैन भक्तजनहरू एकै ठाउँमा बसेर कीर्तन गरेर चाहिँ यसरी व्रत लिनुहुन्छ गाइज। हाम्रोतिर चाहिँ यस्तो छ चलन, हजुरहरूकोतिर कस्तो छ कमेन्ट गर्नु होला है त। हजुरहरू पनि यस्तै गर्नुहुन्छ भने कमेन्ट गर्नु होला। ल हेर्नुहोस् यति आइसक्नु भएको छ अनि बसिरहनु भएको छ। मम्मी हजुरआमा पूजा गर्दै हुन्छ गाइज। म भिडियो बनाउँदैछु है, देखाउनु पर्यो नि त हजुरहरूलाई हैन कसरी गरिन्छ हाम्रो गाउँमा चाहिँ यस्तो हुन्छ भनेर। गाइज है हेर्दै गर्नु, कन्टिन्यू हेर्दै गर्नु। हाम्रो भिडियो कस्तो लाग्छ मनपर्छ भने भिडियोलाई एक लाइक पनि गर्न नबिर्सिनु होला। अनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन यदि अहिलेसम्म भने सब्सक्राइब पनि गर्नु होला। यस्तै रमाइलो नयाँ नयाँ भिडियोहरू हामी ल्याइराख्नेछौँ हजुरहरूको लागि भन्दै भिडियो कन्टिन्यू गर्न चाहन्छु। वैशाख कृष्ण एकादशीको कथा कहन्छु। युधिष्ठिरले भने हे वासुदेव वैशाखको कृष्ण पक्षमा कुन नामको एकादशी हुन्छ त्यसको महिमा मलाई बताइबक्सियोस्। तपाईँलाई नमस्कार छ। श्रीकृष्णले आज्ञा भयो हे राजन यस लोकमा र परलोकमा हे कृष्ण कमलापते दुपते सीतापते श्रीपते वैकुण्ठाधिपते चराचरपते लक्ष्मीपते पायवाम् आदौ राम तपो वनादिगमनं हता मृगा काञ्चनं वैदेही हरणं जटायुमरणं सुग्रीव सम्भाषणं बाली निर्दहनं समुद्रतरणं समारा स्वामी सदा जय जय देवारे अभिनव जल तव सुंदर वितमान रहे श्री मुख चंद्र चकोरा जय जय देवारे तव चरणे प्रणतापय विधि भावय कुरु कुशलं प्रणते को जय जय देवारे श्री जय देवतवे ऋतं कुरुते नृतं मंगलमोचल आरती जय जय देवारे प्रभु मंगलमोचल आरती जय जय देवारे संयम सुंदरी पाको अविरल धारव प्रभु अविरल धारव जति जति जन्म भये भनि जहाँ जहाँ जन्म भये भनि प्रभु मारे जय जगदीशाय प्रेम सहित शुभ आरती दशले नित्य गायो प्रभु दशले नित्य गायो दिन दिन निर्मल भांगई प्रतिदिन पावन भांगई जो बाबा सिंधु गायो जय जगदीशाय। ल यसरी चाहिँ हाम्रो आजको एकादशी चाहिँ कीर्तन सकिन्छ र फलाहार खानको लागि हामीले यसरी भाग लगाउँदैछौँ भित्र सबैजना मिलेर जे छ जस्तो छ हैन सबै कुराहरू एकै ठाउँमा राखेर हामीले यसरी भाग लगाएर चाहिँ भक्तजनहरूलाई बाँड्ने काम गरिन्छ गाइज हैन। भोक लाग्छ नि त अब अलिअलि त फलाहार त खानै पर्यो व्रत त लिएको छ सबैजनाले त्यही भएर चाहिँ हामीले यस्तो फलफुलहरू चाहिँ यसरी भाग लगाएर सबैजनालाई दिनुपर्छ है गाइज। कस्तो लाग्यो त हाम्रो चाहिँ यो कीर्तन भजन कीर्तन कस्तो लाग्यो एकादशीको? शान्ति शान्ति रे शान्ति शान्ति दिदी। भक्तजनहरू चाहिँ फलाहार खाने क्रममा हुनुहुन्छ। उहाँहरूले चाहिँ अब आजको कीर्तन सक्नुभयो यतिखेरसम्म उहाँहरूले पानी पनि खानु भएको थिएन। अनि भजन कीर्तन सकेपछि अहिलेको समय भनेको 2 बजेको छ। 2 बजे चाहिँ उहाँहरूले यति फलफुल खानुभयो र अब एकैचोटि भरे बेलुका पूजा गरेपछि फेरि फलफुल खाएर चाहिँ आजको एकादशीको व्रत चाहिँ यसरी सम्पन्न गर्नुहुन्छ। आजको बरुथिनी एकादशीले हामी सबैको कल्याण गर्नुहोस्। विष्णु भगवानले हामी सबैको कल्याण गर्नुहोस्। अनि आजको एकादशी पनि यतिमै सम्पन्न भयो र सबैजना भक्तजनहरू आफ्नो आफ्नो घरतिर जानुभयो, जाने क्रममै हुनुहुन्छ। अनि यहाँ बुवाले चाहिँ यो फुलको बिरुवा कटिङ चाहिँ लानुहुन्छ भने लग्नुहोस् है भनेर चाहिँ देखाइदिँदै हुनुहुन्छ र उहाँहरूले पनि आवश्यक हुने जतिले लग्दै हुनुहुन्छ।
चाहिन्छ भने लानुहोस् भनेर चाहिँ बुवाले चाहिँ कटिङ राखिदिनु भयो र उहाँहरूले चाहिँ एउटा लग्नुभयो ल गाइज आजको हाम्रो भिडियो कस्तो लाग्यो मन पर्यो भने हाम्रो भिडियोलाई एउटा लाइक गर्न नबिर्सिनु होला भन्दै आजको भ्लग चाहिँ यही अन्त्य गर्न चाहन्छु थ्याङ्क यू सो मच एभ्रिवान बाई